Good morning guys, welcome back. आज चाहिँ डे 3. आज चाहिँ हाम्रो काम भनेको खाना बनाउने आमाहरु मेरा जान भएको छ हैन। अनि हामी चाहिँ खाना बनाउन लाग्यो। भात त्यहाँ बसाइसकेको छ हामीले यहाँनेर। अनि तरकारी अब यहाँ बनाउने। Stay tuned. Twin. हाम्रो घरमा चाहिँ यस्तै नै आलु काट्छ है। यसरी नै म चाहिँ अलिकति प्रोफेसनल छैन, but trying to be. त्यही त तपाईँ जानु आन्टीले काट्नु पर्छ आलु चाहिँ। म चाहिँ चिया खाएँ। बिस्कुट पनि। म त एउटा अनि कहिले काटिसक्छु। आमा आइसक्छ। यहाँ अब त छोडाउँथ्यो हामी छोडाएन। मैले छोडाएन। मामा म गरे भन्ने। अब रम पनि नो। अब फेरि हामी दाल बसाल्न लाग्यो त्यही कराईमा तेल हाल्ने। अलिअलि म चाहिँ त सिलौटोमा लसुन कुट्दैछु। प्याज र टमाटर पेस्ट हाल्छु है। अब दाल छ। कोहीलाई यसरी यहाँ हाल्छ सागहरू। अचार बनाउँदैछन्। यहाँ मकै हालिदिनु भयो। मकै खानेको बेला मकै। छोरीले बनाएको जत्रो छोरी त्यतै छ कराई पनि। म चाहिँ दाल भात तरकारी खान लाग्यो। आन्टी चाहिँ यति भयो नि खुसी छ छोरी र नातिनीले पकाइदियो ल। अझै चाहिँ उहाँ गएर आउनु भएको क्या के अरे खेतमा मेला गएर आउनु। मिठो मिठो छ। मन खाए ल। हाम्रो घर आन्टी घर लिप्दै हुनुहुन्छ यहाँ मजाले। नलिप्ने हामी चाहिँ अब केरा खोज्न जान्छ। यहाँनिर हो पाखा त
पाक्ने मासु चाहिँ नपाक्नु यो पाकेको छैन उयो के हो होइन पाकेको होला त्यो ख्वाक्कै निकाल्नु न निकाल्न सक्दैन नि त ल कति हाल्नु त म त एउटा मात्रै हाल्ने लोकल केरा है साथीहरू अहिले हामी चाहिँ कोदो रोप्न सुरु गर्दैछ कोदोको बिउ ठुल्ठुलै ल्याएको अब आन्टी चाहिँ खन्दै हुनुहुन्छ यहाँ अब कोदो रोप्दै हुनुहुन्छ हो मैले चाहिँ भर्खरै अलिकति रोपेँ कोदो मलाई चाहिँ यहाँ लाग्यो आन्टी चाहिँ सुपर फास्ट गर्दै हुनुहुन्छ म चाहिँ यहीँ छु म चाहिँ स्लो छु ल यस्तै हो के गर्नु इट्स माई फर्स्ट टाइम रोपिङ अल दिस भनेको छ आन्टीले ल्याएको सामान चाहिँ मलाई पहिला गाडी झन्डै छुट्यो मलाई घन्टा लाग्यो माकेको हो मैले काँचो केरा होइन छैन भनेर खाएको हाम्रो कोदो रोपेर नि सक्यो यहाँनिर हामी आमा छोरी चाहिँ कागती खोज्न जानु लाग्यो हाम्रो घर मासतिर त्यो हेर्दै साथीहरू कागती चाहिँ फरेको छ छैन होइन न नासपति नि टिपेर खाइसकेर फेरि छैन है हामी चाहिँ हाम्रो फर्स्ट बच्चा के हुन्छ हामीले ल छोरीले फर्स्ट टाइम बिहे गर्दाखेरि फर्स्ट टाइम बिहे गर्दैन फर्स्ट बिहे गरेपछि फर्स्ट के हुन्छ भनेर मैले तान्यो भने चाहिँ मैले मेरो यी छोरी मेरो हिजो छोरी थियो आज छोरी नै भयो अब मेरै मैले के भन्दैछ मेरो चाहिँ छोरी रहेछ अहिले चाहिँ त्यहाँ भनेर ए यस्तो छोरा चाहिँ छोरी चाहिँ चार पाटे छोरा चाहिँ तिनटे आन्टी र म चाहिँ खोला पारी आएको हामी चाहिँ मम्मीलाई एउटा आँप बोकेर हिँड्दास एउटा आँप आमाको माया हामी चाहिँ खाजासाजा खाएर यता बारीमा धान उखेल्न आएको फेरि धानको बिउ हामीले घरको सब कोदो रोपेर आएको फेरि हामी चाहिँ चम्माको धानको बिउ उखेल्न आएको यस चम्माको खेततिर यस मेरो चम्मा नानी मेरोको हजुरआमा यस्तै त हो नि सबैजना यो गाउँको अर्ग्यानिक सुनफुल हो त अर्ग्यानिक सुनफुल गाउँमा चाहिँ सुन पाउँछ यस्तै अनि यसरी लाउँदै हामी सानो बेलामा यसरी लाउँदै क्या हामीले यो सुनफुल भनेर यसरी झन्डा छोरीले पनि लगाइरहेछ गाउँमा अर्ग्यानिक सुनफुल पहिला पहिला धनी भयो 3 लाखको 3 लाख भयो अब यो कता हेर्नु त देखेन आयो गर्दिनु सो थ्याङ्क यू सो मच फर वाचिङ आजको दिन चाहिँ यति नै भयो हामी रेस्ट गऱ्यौँ अनि सो भोलि चाहिँ मेला छ नि त अनि भोलि मेला छ भोलिको नि भिडियो आउनेवाला छ सो हेरिदिनु होला किप सपोर्टिङ किप लभिङ एन्ड supporting me. Thank you so much for watching. Bye bye.